हेलो सम्पूर्ण नमस्कार। म लोकसेवा सारथी। आज हामी प्रदेश अन्तर्गत यो प्रदेशको 7वटा प्रदेशमा जुन जिल्ला अनि त्यो 7वटा प्रदेशको स्थानीय तह र त्यो 7वटा प्रदेशको त्यो अनि जनसङ्ख्या जुन क्षेत्रफलमा र जनसङ्ख्या र स्थानीय तहको कुरा, निर्वाचन क्षेत्रको कुरा, जिल्ला तिनीहरूको बारेमा सरसर्ती जानकारी गर्छौँ। जस्तो पहिला हामी टेबलमा बनाउँछौँ। जस्तो प्रदेश त्यसपछि जिल्ला, स्थानीय तह है, तह, निर्वाचन क्षेत्र, प्रदेश, जिल्ला, स्थानीय तह, निर्वाचन क्षेत्र, जनसङ्ख्या जुन प्रतिशतमा है, जनसङ्ख्या प्रतिशतमा, अनि क्षेत्रफल र जनघनत्व। अब प्रदेश है, कुन प्रदेश हो अनि त्यसको जिल्ला कतिवटा छन् त त्यहाँ स्थानीय तह कतिवटा, स्थानीय तह कुन प्रदेशमा कतिवटा स्थानीय तह, अनि त्यसपछि यो निर्वाचन क्षेत्र जस्तो हामीले हटबट यो प्राकिलो नभएर हामीले सर्टमा लेख्यौँ। जस्तो निर्वाचन क्षेत्र यो चाहिँ जनसङ्ख्या प्रतिशतमा है 2078 सालको अनुसार भन्यो भने हुन्छ, यता 2007-18 सालको जनगणना अनुसार जुन, अनि त्यसपछि क्षेत्रफल र जनघनत्व भनेको त 2078 साल अनुसार हो। 78 साल अनुसार जब अब प्रदेश एकमा चाहिँ कोशी प्रदेश, कोशी प्रदेशको सदरमुकाम कहाँ पर्छ भने विराटनगरमा पर्छ हो। यो पनि जानकारी हुनुपर्छ। अब विराटनगरमा पर्छ अनि यसमा कोशी प्रदेशमा कतिवटा जिल्ला छन् भनेपछि 14वटा। कोशी प्रदेशमा 14वटा जिल्ला, स्थानीय तह कति छन् त 137वटा। अब निर्वाचन क्षेत्र कति छन् भनेपछि 32। 2078 सालको जनसङ्ख्या अनुसार, जनगणना अनुसार जुन जनसङ्ख्या यहाँ 127.01% र क्षेत्रफल चाहिँ 17.06%। यो चाहिँ क्षेत्रफल है, वर्ग क्याम हो। अनि त्यसपछि जनघनत्व 1 नम्बर प्रदेशमा कति छ भनेपछि 109.92। अब प्रदेश नम्बर 1 यो सबै म लेख्छु, त्यसपछि यसलाई कसरी याद गर्ने त भन्ने कुरा म ट्रिकसहित केहीको याद मैले याद कसरी गरेँ त्यो तपाईँहरूलाई सेयर गर्न चाहन्छु। यो पहिला म सरसरी सबै प्रदेशको चाहिँ लेख्छु। जस्तो 2 नम्बर प्रदेश मधेस प्रदेशमा जिल्ला कतिवटा छन् भनेपछि 8वटा है, 8वटा जिल्ला। अनि स्थानीय तह भनेपछि 136। मधेस प्रदेशमा 136वटा स्थानीय तह र निर्वाचन क्षेत्र कतिवटा छन् भनेपछि सही यहाँ 28वटा हो। निर्वाचन क्षेत्र कतिवटा छन् भनेपछि 32वटा र स्थानीय यो जनसङ्ख्या कति छ भनेपछि 20.3% र यो क्षेत्रफल यो प्रतिशतमा हेर्ने हो भने हामीले मध्य प्रदेशको 6.57% र जनघनत्व मध्य प्रदेशको सबैभन्दा बढी हो 6.33। यो चाहिँ के हो त हाम्रो जनघनत्व हो मध्य प्रदेशको। अब प्रदेश नम्बर 3 बागमती प्रदेश है। बागमती प्रदेशमा जिल्ला चाहिँ कतिवटा छन् भनेपछि 13वटा हैन र, 13वटा जिल्ला। अब क्षेत्रफल यसमा स्थानीय तह हेर्ने हो भने स्थानीय तह 119वटा स्थानीय तह र निर्वाचन क्षेत्र 33वटा र जनसङ्ख्या हेर्ने हो भने 20.97%। 7%। र अब
क्षेत्रफल हेर्ने हो भने बागमती प्रदेशको क्षेत्रफल 3 नम्बर प्रदेशको 13.79% है क्षेत्रफल प्रतिशतमा। अनि बागमती क्षेत्रफलको जनघनत्व हेर्ने हो भने 301 यो चाहिँ जनघनत्व। अब प्रदेश नम्बर 4 गण्डकी प्रदेश। यो बागमती प्रदेशको सदरमुकाम चाहिँ हेटौडा पर्छ भने मध्य प्रदेशको चाहिँ जनकपुर पर्छ। अब गण्डकी प्रदेशको कास्की पर्छ। अनि गण्डकी प्रदेशको जिल्ला, गण्डकी प्रदेशमा 11वटा जिल्ला छन्। 11वटा जिल्ला। स्थानीय तहको कुरा गर्ने हो भनेपछि गण्डकी प्रदेशमा 85वटा र निर्वाचन क्षेत्र गण्डकी प्रदेशमा 18वटा र गण्डकी प्रदेशमा यो जनसङ्ख्या कति छ त भन्दाखेरि प्रतिशतमा गण्डकी प्रदेशमा जनसङ्ख्या 8.46% चाहिँ जनसङ्ख्या छ भनेपछि गण्डकी प्रदेशमा क्षेत्रफल कति छ भनेपछि 14.61 है 61%। र गण्डकी प्रदेशमा अब हाम्रो जनघनत्व कति छ भनेपछि 115। यो चाहिँ 115 जनघनत्व है। अब त्यस्तै 5 नम्बर प्रदेश। 5 नम्बर प्रदेश भनेको लुम्बिनी प्रदेश है। यो लुम्बिनी प्रदेश 5 नम्बर प्रदेश भनेको के त यानि कि लुम्बिनी प्रदेश। लुम्बिनी प्रदेशको सदरमुकाम कता हो भन्ने कुरा दाङको देउखरी हो। दाङको देउखरी भन्ने सबैभन्दा ठुलो उपत्यका पनि हो है। ठुलो उपत्यका हो जसले 1000 वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। त्यस्तै पोखराको क्षेत्रफल हेर्ने हो भने उपत्यकाको 124 जस्तो हाम्रो जात 142 छन् भने ठ्याक्क उल्टो 124 हामी त्यसरी याद गर्न सक्छौँ। जस्तो हाम्रो सुर्खेत कालिम्पोङ प्रदेशको सुर्खेत वीरनगरको क्षेत्रफल हेर्ने हो भने 41 वर्ग किलोमिटर मात्र छ। अनि त्यसै काठमाडौँ उपत्यकाको 600 छ। त्यो हामीले त्यो क्षेत्रफल पढ्छौँ। अब जस्तो लुम्बिनी प्रदेशमा कतिवटा जिल्ला छन् भनेपछि 12वटा चाहिँ लुम्बिनी प्रदेशमा त जिल्ला छन्। अनि स्थानीय तह लुम्बिनी प्रदेशमा 109वटा छन् है। 109वटा स्थानीय तह छन्। अनि निर्वाचन क्षेत्रको कुरा गर्ने हो भने 226वटा छन्। अनि त्यसपछि 2078 सालको जनगणना अनुसार जुन 2078 सालको 12औं जनगणना अनुसार लुम्बिनी प्रदेशमा जनसङ्ख्या कति छ भन्दाखेरि 17.56% छ। अनि त्यस्तै क्षेत्रफल हेर्ने हो भनेपछि लुम्बिनी प्रदेशको 5 नम्बर प्रदेश हो। लुम्बिनी प्रदेशमा 15.14% क्षेत्रफल छ। लुम्बिनी प्रदेशको जनघनत्व कति छ भन्दाखेरि 230 छ। अब त्यस्तै 6 नम्बर प्रदेश छ। 6 नम्बर प्रदेश भनेको कर्णाली प्रदेश है। कर्णाली प्रदेश भएको। अब यसमा जिल्ला कति छ भनेपछि 10वटा जिल्ला। यसमा जिल्ला 10वटा। अब स्थानीय तह भनेपछि 79वटा स्थानीय तह छ यता। निर्वाचन क्षेत्र 12वटा मात्र छ है कर्णालीमा 12वटा। र यसमा जनसङ्ख्या जुन 2078 सालको जनगणना अनुसार जनसङ्ख्या हाम्रो कर्णाली प्रदेशमा 5.79% मात्र छ जनसङ्ख्या भनेपछि क्षेत्रफल 19.01% छ हो। 19.01%। अनि जनघनत्व कर्णालीमा जनघनत्व कति छ भने कर्णाली प्रदेशको कति छ भनेपछि कर्णाली प्रदेशको जनघनत्व हेर्ने हो भने 60 के त कर्णाली प्रदेशको जनघनत्व छ। किन अब त्यो अहिले हामीले कसरी याद गर्ने भन्ने कुरा अहिले भन्छु म। अब 7 नम्बर प्रदेश। 7 नम्बर भनेको सुपप है सुदूरपश्चिम प्रदेश हो। यसमा जिल्ला कतिवटा छन् भनेपछि 9वटा जिल्ला। स्थानीय तह कति छ भनेपछि अब 88वटा स्थानीय तह भएको हो। 88वटा स्थानीय तह सुपमा है। सुपमा के त 88वटा स्थानीय तह। त्यसपछि निर्वाचन क्षेत्र कति छ भनेपछि 16वटा। र जनसङ्ख्या कति छ भनेपछि 9.24 जनसङ्ख्या छ भनेपछि
13.28 13.28 क्षेत्रफल। अनि त्यसपछि जनघनत्व कति छ भनेपछि 138। अब यो हामीले खेल गर्नुपर्छ। अब मलाई कसरी याद गर्ने त हो, 7वटै प्रदेश, त्यसको सदरमुकाम, अनि जिल्ला, स्थानीय तह, अनि 2078 सालको जनगणना जुन 12औं जनगणना अनुसार जनसङ्ख्या प्रतिशतमा, क्षेत्रफल है, क्षेत्रफल प्रतिशतमा र क्षेत्रफल वर्ग किलोमा पनि सबै प्रदेशको तपाईहरुले जान्न चाहनुहुन्छ भने म भनिदिन्छु सरस्वती, जुन वर्ग किलोमा क्षेत्रफल यो प्रतिशतमा हो है। क्षेत्रफल वर्ग किलोमा चाहिँ जानेपछि राम्रो, तर प्रतिशतमा जाने भएपछि हामीलाई भइहाल्छ रिटर्नमा लेख्नको लागि पनि, अनि इक्जाममा सोध्ने पनि प्रतिशतमै हो। त्यसपछि जनघनत्व 2078 सालको जनगणना अनुसार, 12औं जनगणना अनुसार यो जनघनत्व। अब हामीले यसलाई कसरी पढ्ने त? अब पढ्दाखेरि यति धेरै डाटा छ, तथ्याङ्कहरू छ, सबैमा सबै अङ्कवाला छ, अलिक गाह्रो नै हुन्छ। तर यसलाई एकदम सरल तरिकाले हामीले यो पढ्यौँ भने बाँकी जस्तो भोलि प्रदेशका विशेषतावटा 7वटै प्रदेशका विशेषता सोध्ला, त्यो विशेषताहरू सोध्यो भने हामीले यो सबै कुराहरूको टेबलको राख्न सक्यौँ भने एकदम उत्कृष्ट एन्सर हुन सक्छ। अनि विशेषता सोध्यो, जस्तो कोशी प्रदेशको विशेषता सोध्यो भने भोलि कोशी प्रदेशको विशेषता सोधेको खण्डमा हामीले जिल्लाको कुरा हैन, अनि जनसङ्ख्याको कुरा, क्षेत्रफलको कुरा, स्थानीय तहको कुरा, अनि जनसङ्ख्याको कुरा, जनघनत्वको कुरा, यिनीहरू लेख्नुपर्छ मेन कुरा। अनि त्यसपछि यिनीहरूका साथसाथै अरू त लेख्ने भइहाल्यो नि है। अनि यिनीहरू चाहिँ हामीले लेख्न छुट्याउनु हुन्न, जस्तो नछुटाउने कुराहरू जनसङ्ख्या, जनघनत्व, अनि यसपछि यो क्षेत्रफल, यो चाहिँ छुट्याउनु हुन्न। अनि सकेसम्म यिनीहरू जिल्ला, स्थानीय तह, निर्वाचन क्षेत्र, यो हामीले विशेषता लेख्दा 1 2 3 4 5 6वटा विशेषता त हाम्रो सबै प्रदेशको 7वटा प्रदेशको 6वटा विशेषता त यहीबाट आउँछ। त्यसैले यिनीहरूलाई याद गर्नुपर्ने हुन्छ, रिटर्नमा पनि एकदम काम लाग्ने र जिकेमा पनि त सोध्ने भएकाले, जिकेमा पनि सोधिहाल्छ। त्यस कारणले रिटर्न जिके दुईटैमा सोध्ने भएकाले यो भिडियो मैले बनाएको। यस भिडियो दुई तीन पटक चाहिँ हेर्नुपर्छ, याद चाहिँ हुन्छ है। फेरि अब कोशी प्रदेशमा जिल्ला कतिवटा छ भनेपछि 14वटा, अनि स्थानीय तह 137वटा र निर्वाचन क्षेत्र कति छ त 18वटा। यो चाहिँ प्रतिनिधि सभा हो। अब ठिक्क प्रदेश सभा निर्वाचन क्षेत्र भनेपछि यसको ठिक्क डबल हुन हुन्छ। 28 को डबल कति हुन्छ त 56। अब यसको ठिक्क डबल हुन्छ प्रदेश सभा निर्वाचन क्षेत्र भनेपछि। अब हाम्रो यो व्यवस्थापिका थाहै छ, 2 सदनमा हुन्छ, जुन राष्ट्रिय सभा र प्रतिनिधि सभा, त्यो चाहिँ थाहै छ। अनि प्रदेश सभा अनि प्रतिनिधि सभामा जति हुन्छ त्यसको ठिक्क डबल चाहिँ यो निर्वाचन क्षेत्र चाहिँ प्रदेश सभामा हुन्छ। राष्ट्रिय सभामा त अब 59 जना थाहै छ, 59 जना हुन्छन् प्रत्येक प्रदेशबाट 7-7 गरी। प्रत्येक 7वटा प्रदेशबाट 2 जना 7-7 8-8वटा गरी 8-7-56, 3वटा चाहिँ के त राष्ट्रपतिले मनोनित गरेका 59 जना हुन्छन् राष्ट्रिय सभामा। त्यसै प्रतिनिधि सभामा निर्वाचित जति छन् है, अनि सांसद त्यसको ठिक्क डबल चाहिँ प्रदेश सभामा हुन्छ। त्यसैले 28वटा निर्वाचन क्षेत्र कोशी प्रदेशमा अनि छन्। अनि त्यसपछि हाम्रो यो जनसङ्ख्या हेर्ने हो भने 17.01 जनसङ्ख्या 17.01 कोशी प्रदेशको, क्षेत्रफल 17.07, यति त फरक हो नि। अब जनघनत्व हेर्ने हो भने 192। यो 109.2 के हो भनेपछि कोशी प्रदेशको जनघनत्व प्लस पहाडको पनि जनघनत्व हो। पहाडी प्रदेशको जनघनत्व भनेको त यो 192 हो। अब त्यस्तै अब हामी मध्य प्रदेशतिर जान्छौँ। मध्य प्रदेश हेर्ने हो भने मध्य प्रदेशमा जिल्ला कति छ 8वटा, जस्तै 8वटा जिल्ला छन् है, सिरा 70, धनुषा मोतरी, सल्लाही, रौतहट, 12 वर्षा, यो चाहिँ 8वटा जिल्ला छन्। त्यस्तै स्थानीय तह हेर्ने भने 136वटा, 137 चाहिँ कोशीमा छन्, 136 एउटा कम त छ नि होइन र। अब त्यस्तै 32वटा निर्वाचन क्षेत्र, कति नै फरक छ र 28 4 32। अनि 2 नम्बर प्रदेश हो मधेस, यहाँ 2 32 आयो क्या पछाडि 2। अब 3 नम्बर 33 आयो यहाँ 3 हो। यसरी पनि हामीले याद गर्न सक्छौँ। अब जनसङ्ख्या हेर्ने हो भने 20.3% मधेसको छ भनेपछि 20.97% बागमतीको छ। अब उता जनसङ्ख्या हेर्ने हो भने 6.57 जुन क्षेत्रफल 6.57 मधेसको छ, अनि 633वटा, यो चाहिँ सबैभन्दा बढी जनघनत्व भएको प्रदेश हो मधेस। अब कसरी सोध्ला भनेपछि सबैभन्दा
बढी त्यो जनघनत्व भएको प्रदेश चाहिँ त्यो मधेस हो। अब बागमती प्रदेशमा 13वटा जिल्ला, 3 नम्बर प्रदेश हो, 13वटा जिल्ला है। 119वटा के त निर्वाचन 119वटा यो स्थानीय तह, अनि त्यस्तै 33वटा निर्वाचन क्षेत्र, 20.97 जनसङ्ख्या र 13.79 के त 3 नम्बर 13वटा जिल्ला, क्षेत्रफल पनि 13.79। यसरी गर्नुहोस्, 997 जनसङ्ख्या छ, त्यसको ठ्याक्क उल्टो 97 कति सजिलो छ। अब त्यस्तै 301 चाहिँ के त जनघनत्व। एमाकी गण्डकी प्रदेश चाहिँ यो सदरमुकाम कास्कीमा पर्छ, थाहै छ हामीले। गण्डकी प्रदेश 11वटा जिल्ला, गण्डकी 11वटा जिल्ला, 85 चाहिँ स्थानीय तह है, अनि 18वटा निर्वाचन क्षेत्र, 8.4 छ जनसङ्ख्या र 14 गण्डकी, 14 4 नम्बर प्रदेश 14 को कति लाग्छ र हात 4 लाग्दैन हो, 14.61 त्यही क्षेत्रफल हो, अनि 101 त 15वटा 115 जनघनत्व। अब लुम्बिनी प्रदेश 12वटा के त जिल्ला, अनि 109वटा के त निर्वाचन क्षेत्र स्थानीय तह, 26वटा निर्वाचन क्षेत्र र 17.5 छ जनसङ्ख्या र 15.5 नम्बर 15 को कति हुन्छ 5 हुँदा र हो, त्यही 15.14 यो क्षेत्रफल हो। त्यस 230 115 माथि हाम्रो गण्डकीको जनघनत्व चाहिँ 115 चाहिँ गण्डकीको छ, त्यसको ठिक्क डबल 230 लुम्बिनीको, यसरी याद गर्न सकिन्छ। अब कर्णालीमा 10वटा जिल्ला, 5वटा चाहिँ साबिका, 5वटा अरु गरी 10वटा जिल्ला हुन् कर्णालीमा, अनि स्थानीय तह चाहिँ 79वटा, अनि निर्वाचन क्षेत्र 12वटा र जनसङ्ख्या 5.79 र क्षेत्रफल 19.01 र अब यो जनघनत्व कति छ त 60। अनि सुप हेर्ने हो भने 9वटा जिल्ला, 88वटा स्थानीय तह, 16वटा निर्वाचन क्षेत्र, 9.24 जनसङ्ख्या र 13.28 क्षेत्रफल र 138 के त 138 जनघनत्व। अब यो चाहिँ टेबल भयो। अब यसमा जीकेमा सोध्ने क्वेसन कस्तो प्याटर्नको हो भनेपछि जीकेमा सोध्ने क्वेसन भन्दैछु म। जीके को हिसाबले हेर्ने हो भने जस्तो सबैभन्दा बढी स्थानीय तह भएको प्रदेश कुन हो सोध्ला है। अनि अप्सनमा यिनीहरू एनाकि जुन दिन पनि सक्छ, तर सबैभन्दा बढी स्थानीय तह भएको कुन रहेछ र अब हामीले कोशी भन्नु पर्यो के। अब सबैभन्दा कम स्थानीय तह भएको प्रदेश कुन हो भन्ला, अब कर्णाली भन्नु पर्यो, कर्णाली भन्नुपर्ने हुन्छ। अनि त्यस्तै निर्वाचन क्षेत्रको कुरा गर्ने भने त्यस्तै सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको प्रदेश कुन हो भन्न सक्छ। कुन हुने भयो त बागमती। त्यसै कम निर्वाचन क्षेत्र भएको प्रदेश कुन हो भन्दा कर्णाली। अनि त्यस्तै जनसङ्ख्याका हिसाबले प्रदेश चाहिँ जस्तो क्रस मिलाउनुस्, क्रमश कुन ठुलोदेखि सानोसम्म होला है, बढीदेखि कम जनसङ्ख्याको हिसाबले। अब कमदेखि ठुलो जनसङ्ख्या हिसाबले ठुलो प्रदेश कुन हो भन्दा कम कुन हो भन्दा, जस्तो जनसङ्ख्या हिसाबले बढी कुन रहेछ कम कुन रहेछ त सानो कुन प्रदेश रहेछ त कर्णाली, सानो के त कर्णाली 5.96। तर क्षेत्रफलका हिसाबले के त बढी 19.01, क्षेत्रफलका हिसाबले कर्णाली बढी, किनभने हाम्रो क्षेत्रफलका हिसाबमा सबैभन्दा बढी क्षेत्रफल ओगर्ने जिल्लाहरू हाम्रो डोल्पा है, हुम्ला, अनि यिनीहरू के त हाम्रै कर्णालीमा पर्छन्। त्यसैले डोल्पा अनि हुम्ला, डोल्पाले क्षेत्रफल ओगर्छ, अनि 7,879 त चाहिँ हाम्रो डोल्पाले ओगर्छ, अनि 3646 त हाम्रो केले ओगर्छ त हुम्लाले ओगर्छ। अनि त्यसैले हाम्रो क्षेत्रफलका हिसाबले बढी क्षेत्रफल ओगर्ने जिल्लाहरू हाम्रो कर्णालीमा भएकाले क्षेत्रफलका हिसाबले सबैभन्दा ठुलो प्रदेशको हो त कर्णाली प्रदेश हो। अनि क्षेत्रफलका हिसाबले कर्णाली प्रदेश हुनु पर्यो ठुलो, अनि जनसङ्ख्या हिसाबले कम कर्णाली। अब त्यस्तै जनसङ्ख्याको हिसाबले बढी कुन त भनेपछि 20.97 जुन 97 यो बागमती आउने भयो है। अनि क्षेत्रफलका हिसाबले कम कुन भनेपछि यो मधेस प्रदेश, मधेस छ नि 6.57 यो मधेस आउने भयो, यो कुरा याद गर्नुपर्ने हुन्छ। अनि जनघनत्वका हिसाबले बढी कुन हो भनेपछि मधेस सबैभन्दा बढी 633 र कम भनेपछि 60 हाम्रो कर्णाली। कर्णाली 6 नम्बर प्रदेश हो, त्यही 6 मा पछाडि 0 थपेपछि के त जनघनत्व हुन्छ, यसरी याद गर्नु पर्यो के। अनि मधेस प्रदेश 633 यो जानकारी नै छ, 633 अगाडि 6 छ, पछि 3 प्लस गरिदिनु 6 हुन्न, त्यही 633 हो मधेस प्रदेशको
जनघनत्व। अब क्षेत्रफल याद गर्नु कति सजिलो छ, 17.0 छ, 6.5 छ, 3 नम्बर प्रदेश 13, 4 नम्बर 14, 5 नम्बर 15, यो तीनटा त त्यत्तिकै याद हुन्छ। अनि 19 कर्णाली त्यसै बढी हो, 19 याद भइगयो, लास्टमा 13.2 याद, यो चाहिँ के हो त 7 नम्बर प्रदेश। यसरी चाहिँ हामीले यो पुरै टेबल चाहिँ याद गर्नुपर्ने हुन्छ, पढ्नै पर्ने हुन्छ। जीके यो जीकेमा र रिटन दुईटैमा काम लाग्छ। त्यसैले यो भिडियो चाहिँ हेर्नुपर्ने हुन्छ, एक दुई पटक हेरेर साइड दिन नभुल्नु होला। धन्यवाद।